नमस्कार, म प्रमिला सुनार। आज हामीले कर्णालीमा उत्पादन भएका जडीबुटीहरू बाहिरी बजारमा सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता भएको छ। यसको अन्त्य गर्न कसले के गर्नु पर्ला भनेर जनतासँग सोधेका छौँ। यो त अब सबै राज्यले गर्नुपर्ने हो। अब राज्यले पनि अब गर्न सकेको छैन। विशेष गरी अब हाम्रो कर्णालीमा अब एकटेकममा लगायत जडीबुटीहरू अब चिराइतो भयो, कटुको भयो, होइन, अब एकटेकममा लगायत अब धेरै तितो भयो, अब अरू के भन्छन्, अब बजो भन्छ, त्यो सबै औषधिहरू हाम्रो कर्णालीमा छ। भएर पनि हाम्रो देशमा अब केही अब त्यस्ता बनाउने साधन स्रोतहरू राज्यले गर्न नसकेको हुनाले हामीले अर्को देशमा पठाएर त्यसलाई प्रशोधित गरेर फेरि त्यहाँबाट हामीले महँगोमा किन्नुपर्ने, हामीले त्यो महँगो खेप्नुपर्ने भइरहेको हुनाले अब त्यसैले राज्यले व्यवस्थापन गर्न सकेमा अब हामी सबै नेपालीहरूको लागि उपयुक्त र सरल तरिकाले हामीले औषधि उपभोग गर्न पाउने थियौँ। नेपालको पहाडको जडीबुटीले मूल्य पाएको छैन। यो मूल्य अहिलेको चाहिँ सबै यो जडीबुटी चाहिँ हाम्रो नेपालमा मिसिन छैन कि केही साधन छैन कि त्यो सब गएर पर इन्डिया जान्छ, भारत इन्डिया कहीँ कलकत्ता कहाँ जान्छ। हाम्रो यो जडीबुटी सङ्कलन केन्द्र अब यहीँ आफ्नै देशमा आफ्नै ठाउँमा भइदिए केही आफ्नो छोराछोरी, हाम्रा छोराछोरीले पनि यस्तो रोजगार बाहिर विदेशहरू जानु पर्ने थिएन। केही नेताहरूले पनि सहयोग गरिदिए केही हुन्थ्यो होला। जहाँ हामीले जडीबुटी खनेको त्यहाँ त कि बजारीकरण हुनुपर्छ कि त हामीलाई चाहिँ एउटा कुनै न कुनै ठुला मेसिनहरू त्यहीँ रहनुपर्छ, अनि मात्रै मूल्य हामीले पाउँथ्यौँ। अब यहाँ पाउने जडीबुटी हामीले जाने यहीँ सदुपयोग यहीँ गर्ने, यहीँ कम्पनी खोल्ने, होइन, कम्पनी यहीँ खोल्ने, टाढा जानु परेन, केही गर्नु परेन।